म पहिला अलिकति नानी ल नमस्कार। नमस्कार। म चाहिँ भाइ बहिनीहरू पूर्व यस स्कुल यस विद्यालयको विद्यार्थी पनि हो होइन। अनि केही समय 7 वर्ष जस्तो यस स्कुलमा काम पनि गरेँ होइन। अब मैले यो बुक महावीर पुनको भाइ बहिनीहरूले अहिले हेर्नुभएको होला, देख्नुभएको होला फेसबुक सामाजिक सञ्जालमा होइन। वैज्ञानिक राष्ट्रिय आविष्कार केन्द्रमा वैज्ञानिकको रूपमा अहिले उहाँले अनुसन्धानलाई एकदम तीव्रताका साथ अगाडि बढाइराख्नु भएको छ र उहाँले आफ्नो यो जीवनी लेख्नु भएको छ। आफ्नो यो जीवनमा घटेको घटनाहरू र गर्नुभएका सम्पूर्ण विवरणहरू चाहिँ यस पुस्तकमा समेट्नु भएको छ। र यो चाहिँ के छ भने भाइ बहिनीहरूलाई मैले यहाँनिर अब यस सिंहदेवी महाविद्यालय चाहिँ 9वटा पुस्तक वितरण गर्दैछु होइन। 9वटा चाहिँ लाइब्रेरीमा दिँदैछु। अब भाइ बहिनीहरूले चाहिँ सराउँछ। भाइ बहिनीहरूले चाहिँ यो के गर्ने भन्दाखेरि तपाईँहरूले लगेर चाहिँ घरमा राख्ने होइन। पालै पालो पढ्नुहोस् होइन। सब मजाले पढ्नुहोस्। यसमा के छ भने हामीले जीवनमा के गर्नुपर्छ, कस्तो कस्तो कुरा गर्नुपर्छ र कतिसम्म हामी चाहिँ लगनशील भएर गर्दा मात्रै हामीले उद्देश्यहरू प्राप्ति गर्न सकिन्छ अथवा हाम्रो लक्ष्यहरूमा पुग्न सकिन्छ भन्ने कुराहरू एकदमै समेटेर लेख्नु भएको छ होइन। त्यो हुँदा तपाईँहरूले यसलाई सबैले पालै पालो 2-4 दिन होइन सर सकिन्छ। 2-4 दिन चाहिँ नाम टिपाएर लगेर पढ्नुहोस्। यसको मिसयुज नहोस्। महावीर पुन सरले पनि त्यसै भन्नुभएको छ। त्यो हुँदा हजुरहरूलाई चाहिँ अब यो एकदम हजुरहरूको भविष्य चाहिँ उज्जवल होस् होइन। हजुरहरूको भविष्यमा यसले केही कुराहरू उत्प्रेरणा मिलोस्, मोटिभेसन होस् भन्ने उद्देश्यले चाहिँ मैले यो सिंहदेवीलाई चाहिँ होइन 9वटा यो महावीर पुनको पुस्तक वितरण गर्दैछु। भाइ बहिनीहरूले यसलाई राम्ररी अध्ययन गर्नु होला है। अनि त्यसो भन्दै अब म अनि हजुर यो चाहिँ एउटा किताबको 750 रुपियाँ पर्थ्यो होइन। मैले चाहिँ जम्मा 20,000 रुपियाँको किनेर चाहिँ यस स्कुललाई 9वटा अब गोर्खे नाला महाविद्यालय अनि यहाँ बोर्डिङमा पनि केही ठाउँ दिने उद्देश्य राखेको छु। अब तपाईँहरूले यसलाई चाहिँ अब यो एकचोटि पढ्नुहोस्, मजाले बुझ्ने गरी पढ्नुहोस् होइन। र आफ्नो अब